नमस्कार सबैजनालाई। अहिले हामी यो भक्तालु गाउँपालिका वार्ड नम्बर 6 स्थित यो समुद्री सतहबाट करिब 3800 मिटरको उचाइमा नेपाल दूरसञ्चार कम्पनीले निर्माण गरेको यो एनटिसी को 4G टावरमा आइपुगेका छौँ। यो स्थानमा विगत 6 वर्षदेखि नेपाल दूरसञ्चार कम्पनीले 2G सेवा मार्फत यस क्षेत्रमा बसोबास गर्ने समुदायलाई, यस क्षेत्रमा आवत जावत गर्ने पर्यटकहरूलाई 2G सेवा प्रवाह गरिराखेको अवस्था थियो भने भर्खरै हामीले यहाँ 4G को लागि नयाँ टावर निर्माण गरिसकेका छौँ। टावर निर्माण गरिसके पछाडि त्यो टावरलाई चाहिँ हामीले 4G को आवश्यक इक्विपमेन्टहरू पनि काठमाडौँबाट रानीपुलसम्म यातायातको माध्यमबाट र रानीपुलबाट करिब 4 दिनको पैदल यात्रा गरेर यो स्थानसम्म अहिले हामीले 4G को इक्विपमेन्टहरू ल्याइपुर्याएका छौँ। लगभग सबै सामग्रीहरू यहाँ आइपुगिसकेको छ र यो सामग्री ल्याउनको लागि रानीपुलदेखि असाध्यै कष्टकर यात्रा गरेर ल्याउनु हुने हाम्रा मित्रहरू, भाइहरू र त्यस पछाडि घुन्सादेखि यो टावर स्थानसम्म आउनको लागि बाटो असाध्यै खराब भएको कारणले गर्दाखेरि निकै कष्ट हुने भएको कारणले गर्दा घुन्साका स्थानीय युवा साथीहरू, बुद्धिजीवी साथीहरू र चाहिँ सीमा प्रहरी चौकी घुन्साका प्रदर्शन लगायत अन्य प्रहरी साथीहरू हामी सबैजना साथसाथै हाम्रो भक्तालु गाउँपालिकाको अध्यक्ष राजन लिम्बू मुक्तिजी पनि हामीसँग हुनुहुन्छ र यसरी हामीले असाध्यै दुःख गरेर कष्ट गरेर यहाँ टावर निर्माण गऱ्यौँ र अब तुरुन्तै ताप्लेजुङको पाथिभरा डाँडामा निर्माण गरिएको 4G टावरमा विद्युतीकरण गरिसके पछाडि, विद्युत जडान गरिसके पछाडि तत्काल हामी त्यो पाथिभरा र यहाँको यो टावरमा चाहिँ 4G को सामग्री जडान गरेर चाँडोभन्दा चाँडो सकेसम्म यो मङ्सिर महिनाभित्रमा यस क्षेत्रका जनतालाई चाहिँ 4G सेवा प्रवाह गर्ने उद्देश्यका साथ हामी आइपुगेका छौँ र यो महत्त्वपूर्ण सहयोगको लागि चाहिँ विभिन्न समयमा महत्त्वपूर्ण सहयोग गर्नुहुने नेपाल दूरसञ्चार कम्पनीका सरहरू, खास गरेर चाहिँ हाम्रो डाइरेक्टर सुनिल सर लगायत अन्य प्राविधिक साथीहरू र सबै साथीहरू, विशेष गरेर पाथिभरा क्षेत्र विकास समितिलाई पनि म यहाँबाट सम्झिन चाहन्छु। उहाँले पनि ठुलो योगदान गर्नुभएको छ पाथिभरामा टावर निर्माण गर्नको निम्ति र चाहिँ पाथिभरामा टावर निर्माण गरेर पाथिभराको टावरलाई चाहिँ यो क्षेत्रमा विकट क्षेत्रमा भएका अन्य टावरहरूसँग लिङ्कअप गरेर ताप्लेजुङ जिल्लाको विकट हिमाली क्षेत्रमा निर्माण गरिएका टावरहरूबाट चाहिँ 4G सेवा प्रवाह गरेर चाहिँ यस क्षेत्रका आम जनताहरूलाई चाहिँ हामीले सञ्चार माध्यमको चाहिँ यो पहुँचमा ल्याउने एउटा जमर्को गरेका छौँ, एउटा कसरत गरेका थियौँ। आज हामी सफलताको दिशातर्फ अगाडि बढिराखेका छौँ। यस अभियानमा साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद। खास गरेर गाउँपालिका अध्यक्ष लगायत गाउँपालिका सरकारले निकै ठुलो योगदान गरेर चाहिँ यो टावरको सामग्री यहाँ ल्याउनको लागि, ढुवानीको लागि, अन्य विभिन्न सहयोगहरू पनि गर्नुभएको छ। जसको लागि चाहिँ म यो क्षेत्रको एकजना चाहिँ एउटा समाजसेवी भएको हिसाबले म उहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। अब हामी चाँडै नै 4G सेवा मार्फत यहाँहरूको बिचमा आउनेछौँ। थ्याङ्क यू।